हेलो साथीहरू, वेलकम टु साइन्स घर। आज चाहिँ हामी के गर्न जाँदैछौँ भन्दा हामीले बनाएको एउटा वेबसाइट छ, जुन वेबसाइटमा चाहिँ तपाईँहरूले क्विज दिन सक्नुहुन्छ। क्लास 12 को केमिस्ट्रीको, इङ्ग्लिसको, नेपालीको क्विज दिन सक्नुहुन्छ र कम्प्युटरको नि अन्डर डेभलपमेन्ट छ, त्यसको नि क्विज दिन सक्नुहुन्छ। फिजिक्स र म्याथमेटिक्सको चाहिँ अलि पछि आउँछ, तपाईँहरूको 12 सकिन भन्दा पहिला नै आउँछ, तर अहिले डेभलपमेन्टमा छ। अब यो वेबसाइटमा तपाईँहरूले कसरी हेर्ने, कहाँ जाने, के गर्ने भन्ने कुरा आज हामी त्यही कुराको बारेमा डिस्कस गर्न जाँदैछौँ। सुरुमा तपाईँहरू जानु आफ्नो मोबाइलमा भएको एउटा वेब ब्राउजरमा, त्यहाँ गएर के लेख्नुहोस् भन्दा मोहन पौडेल एजुकेसनल रिसोर्सेस भनेर यसरी लेखेर इन्टर दबाइदिनुहोस्। त्यसपछि सुरुमै आउँछ डोमेन के छ भन्दा quiz.paudelmohan.com.np भएको डोमेनको एउटा वेबसाइट आउँछ। यहाँ मोहन पौडेल एजुकेसनल रिसोर्सेस भनेर यसरी आउँछ। अब यसरी हान्दा आएन भने अर्कै के हान्न सक्नुहुन्छ भन्दा यसरी मोहन पौडेल क्विज भनेर हान्यो भने नि होरी यसरी आउँछ, यसरी आउँछ, यसरी नि जान सक्नुहुन्छ। अब हामी अघिकै बाटो जाउँ। अब यहाँ गएपछि हाम्रो इन्टरफेस लोड हुन्छ। हाम्रो इन्टरफेस छ यस्तो, यो चाहिँ हाम्रो वेबसाइटको ल्यान्डिङ पेज हो। अब हाम्रो वेबसाइटमा के पाइन्छ भन्दा यहाँ भएको सबैहरू क्विजहरू दिन मिल्छ। यहाँ कम्प्युटर साइन्सको क्विज छ, स्टोरी इङ्ग्लिसको स्टोरीको, पोएमको ऊ छ, वान एक्ट प्लेको क्विज छ, एस्सेको छ, नेपालीको छ, प्रिपोजिसनको छ, कार्बोजाइलिक एसिडको छ, हेलो अल्केन र अल्डिहाइडको छ, हेलो अरिनको छ, नाइट्रो र इथरको छ, फिनोलको छ, ग्रामरको छ, ग्रामरको क्विज छ, यो सबै कुरा छ। अब तपाईँहरूले यो चाहिँ कसरी क्विज दिने त नि भनेर आज हामी तपाईँहरूलाई सिकाउन जाँदैछौँ। अब ल मानौँ कि तपाईँहरूलाई कम्प्युटर साइन्सको क्विज दिनु पर्यो। के गर्नुहोस् भन्दा यहाँ टेक क्विज भनेर आउँछ, टेक क्विजमा दबाएपछि तपाईँहरू यहाँ आउनुहुन्छ। अब कुन च्याप्टरको बारेमा दिनु नि हो भनेर यहाँ सेलेक्ट गर्न रहेछ, जस्तै प्रोग्रामिङ सी। अब कस्तो डिफिकल्टी कस्तो हुनु पर्यो, ल मानौँ मिक्स्ड, अनि स्टार्ट क्विज गरिदिनु। यहाँ चाहिँ इन्स्ट्रक्सनहरू आउँछ, स्टार्ट क्विज गरिदिनु। यहाँ यसरी आउँछ। अब भ्यालिड कुन छैन डाटा टाइप भनेर सोधेछ, कुन छैन त सीमा स्ट्रिङ छैन। यसरी नै के यसको बारेमा एक्सप्लेनेसन नै आउँछ। यसरी क्विज दिन सक्नुहुन्छ। यहाँ टाइमर नि छ, यहाँ कतिवटा क्वेसन छ भनेर नि आउँछ, आफ्नो स्कोर नि आउँछ। अनि अब यहाँ हेर्नुहोस् क्विज ल एउटा लगाइदिनु, मिल्छ ल नमिल्ने या मिल्ने एउटा लगाइदिनु, यो मिल्यो। अब अरू हानेको भए यो रजिस्टर हानेको भए बिग्रिन्थ्यो। अहिले भोलाटाइल हान्यो, मिल्यो। किन अनि यहाँ तल एक्सप्लेनेसन नि आयो। अब हाम्रो कम्प्युटरको भयो। अब ब्याक जाम। अब हामी जाम इङ्ग्लिसको स्टोरीहरू चाहिँ हामीले कसरी हेर्ने बारेमा थाहा पाऊँ। रिड स्टोरीमा दबाउनुहोस्। यहाँ यसरी एउटा इन्टरफेस आउँछ। त्यहाँ चाहिँ हाम्रो इङ्ग्लिसमा भएको स्टोरी, सबै स्टोरीको च्याप्टरको सबै छ। नेबर्स, अ रेस्पेक्टेबल वुमेन, अ डिभोटेड सन, द ट्रेजर इन द फरेस्ट, माई ओल्ड होम, द क्लोज आई अफ बुद्ध, अ भेरी ओल्ड म्यान विथ इनर्मोसन। हामीले चाहिँ यसरी सबैको समरीहरू र तिनीहरूको क्वेसन एन्सरहरू इम्पोर्टेन्ट वाला राखिदिएका छन्। अब कसरी जाने, यहाँ क्लिक गर्ने, जुन हेर्न मन लाग्छ त्यसैमा क्लिक गर्ने, यसरी गएर हेर्न सक्नुहुन्छ। अब यहाँ हामीले इम्पोर्टेन्ट कुरालाई यसरी हाइलाइट गर्दैछौँ, जुन चाहिँ तपाईँहरूलाई यो च्याप्टरको बारेमा थाहा हुनैपर्छ, यो स्टोरीको बारेमा थाहा हुनैपर्छ। यो इम्पोर्टेन्ट कुरा हो। त्यो थाहा भएपछि त तपाईँले गफ हानेर नि लेख्न सक्नुहुन्छ नि त, यति यस्ता मेन वर्डहरू। त्यस्तै क्वेसन एन्सर, 2 मार्क्समा आउने क्वेसन एन्सरहरू इम्पोर्टेन्ट यो च्याप्टरबाट भएको सबैको यसरी राख्दैछौँ, क्वेसन विथ एन्सर, क्वेसन विथ एन्सर, क्वेसन विथ एन्सर। अनि त्यहाँपछि यो लङ क्वेसनको नि एउटा लङ क्वेसनको राख्दैछौँ। यहाँ समरी छ। अब धेरै जसो चाहिँ समरीकै बारेमा आउँछ। अब हजुरहरूले लेख्न सक्नुहुन्छ। त्यस्तै अरू च्याप्टरको नि हेर्न सक्नुहुन्छ। सेम छ इन्टरफेस, सबै काम उही हो। अब मैले माई ओल्ड होमको देखाइदिन्छु एकपटक। सेम अघिको जस्तै छ, हेर्नुहोस्। यहाँ चाहिँ 3टा लङ क्वेसनको राख्दैछ, अनि अरू सर्ट क्वेसनको छ। इम्पोर्टेन्ट हालेछ, तपाईँहरूले यसरी हेर्न सक्नुहुन्छ। अब यो हेर्नुभयो, स्टोरी हेर्नुभयो, स्टोरी हेरेपछि ब्याक गरेपछि फेरि अघिकै ठाउँमा आउँछ। अब पोएट्री, पोएम, अब इङ्ग्लिसमा भएको सबै पोएमहरू नि छ। सेम त्यस्तै गरेर छ। ल म यो अडेको मात्र देखाइदिन्छु। अडेमा क्लिक गर्नुहोस्, अडेको सबै आउँछ। यसरी नै तपाईँहरूले पोएम नि हेर्न सक्नु। अब वान एक्ट प्ले नि सेम त्यस्तै छ, हेर्न सक्नुहुन्छ यसरी। अनि त्यहाँपछि अब एस्से, एस्से नि सेम त्यस्तै छ।
यसरी हेर्न सक्नुहुन्छ। यो अब हाम्रो इङ्ग्लिसको पोर्सन भ्याइयो। इङ्ग्लिसको पोर्सनको यति थियो, इङ्ग्लिसको लिटरेचर पोर्सनको। अब नेपालीमा आयो। नेपालीको चाहिँ हामीले के गराइदिएछौँ भन्दा तपाईहरुले के गर्न सक्नुहुन्छ भन्दा यो गोर्खे पाठको बारेमा अब यहाँ हेर्नुस्, यहाँ दुई चिज छ, एउटा समरी मोड, एउटा अथर र क्यारेक्टर मोड। यसमा चाहिँ तपाईले गेस हान्नु नि हो के। गेस हानेपछि अनि यसरी फ्लिप गरेपछि के हुन्छ, आई एम कन्फिडेन्ट र ट्राई अगेन। ट्राई अगेन गर्यो भने फेरि आउँछ, आई एम कन्फिडेन्ट गर्यो भने एक राउन्डमा फेरि आउनेवाला छैन। अब आई एम कन्फिडेन्ट गर्यो भने त्यो एक राउन्डमा आउँदैन। यसरी नै गर्न सक्नुहुन्छ। अब समरीको लागि नि सेम त्यसरी नै छ। मातृत्वको यसरी समरी, सबैको समरी यसमा छ। अब इङ्ग्लिसको नि यसमा यस्तै छ। नेभरको यहाँ क्यारेक्टरहरू, अथरहरू सबै लेख्दैछ, सबै च्याप्टरको छ। यो नि भयो, यो नि बुझ्नु भयो होला हजुरहरूले। केही बुझ्नु भएको छैन भने कमेन्ट गर्न सक्नुहुन्छ, हामी रिप्लाई दिन्छौँ। अब प्रिपोजिसन, इङ्ग्लिसको प्रिपोजिसनको ग्रामर सेक्सन आयो। प्रिपोजिसनको लागि हामीले 43 वटा क्विज बनाइदिएछौँ। यही क्विज मध्येबाट यहाँ तपाईहरुले सबै क्विज खेल्न सक्नुहुन्छ अनि तपाईहरुको रिभिजन नै हुनेवाला छ यसले। अब यसमा यो लगाइदिए, मिल्यो, किन मिल्यो त, रुल नि आइदियो। अब अर्को क्वेशन पनि यसरी नै गर्न मिल्यो, एउटा लगाइदियो। अब किन मिलेन, किन मिल्यो भनेर नि आउँछ। यसरी नै गर्न सक्नुहुन्छ। अनि लास्टमा गएर चाहिँ तपाईहरुले आफ्नो स्कोर नै पाउनुहुन्छ, लास्टमा कति ल्याउनु भयो 43 वटामा भनेर। यो नि भयो। अब जाम कार्बोजाइलिक एसिड, केमिस्ट्रीको मोस्ट इम्पोर्टेन्ट च्याप्टरमा पर्ने एउटा च्याप्टर हो। कार्बोजाइलिक एसिडको लागि हामीले दुई चिज ल्याएको छौँ, एउटा छ एमसिक्यू, एउटा छ फ्ल्यास कार्ड। फ्ल्यास कार्ड अब तपाईहरुलाई थाहा छ होला, फ्ल्यास कार्ड भनेको अब त्यही कार्डहरू बनाउने, रिभिजन गर्नलाई सजिलो हुन्छ। अनि यसरी त्यही गेस हान्ने र पछि हो कि नै भनेर थाहा हुन्छ। यहाँ फ्लिपकार्ट गर्न नि मिल्छ, सफल गर्न मिल्छ, रिस्टार्ट गर्न मिल्छ। अब यो फ्ल्यास कार्ड नगरेर मलाई एमसिक्यू, मलाई 4 वटा अप्सन चाहियो, त्यसमध्ये मैले गर्छु भन्ने तपाईहरुलाई लाग्छ भने त्यो नि गर्न सक्नुहुन्छ। यसरी आउँछ। अब यो भयो, यसको एन्सर अब यो लगाइदिउँ, चेक एन्सर गरौँ, मिल्यो कि नै भनिदिन्छ, किन मिल्यो नि भनिदिन्छ। यसरी नै हाम्रो 24 वटा छ। यो नि 24 वटा छ। सेम हो यसमा चाहिँ क्वेशनहरू। अब तपाईहरुले फ्ल्यास कार्डमा चाहिँ अप्सन बिना गर्न सक्नुहुन्छ, यसमा चाहिँ अप्सन आउँछ। त्यही हो, यिनीहरू दुईटामा डिफरेन्स। अब अर्को छ हेलो अल्केन र अल्डिहाइड। हेलो अल्केन र अल्डिहाइडमा नि सेम त्यस्तै छ, त्यसरी नै तपाईहरुले गर्न सक्नुहुन्छ। यसमा चाहिँ 55 वटा क्वेशन छ। अब मोड चेन्ज गरेर अर्को मोडमा पनि जान सक्नुहुन्छ, यसरी फ्ल्यास कार्ड मोडमा। त्यस्तै हो। अब हामी चाहिँ अर्को के छ हाम्रो, अर्को छ येलो अरेन्ज। येलो अरेन्जको छ, यसमा नि सेम त्यस्तै छ, त्यसरी नै गर्न सक्नुहुन्छ तपाईहरुले। अनि नाइट्रो इथरमा नि सेम त्यस्तै छ, यसरी नि गर्न सक्नुहुन्छ। अब किन बिग्रियो भनेर नि आउँछ, किन मिल्यो भनेर नि आउँछ, मोड चेन्ज गर्न नि मिल्छ। सेम अघिको जस्तै हो, तपाईहरुले यसरी रिभिजन गर्न सक्नुहुन्छ। अब यहाँको गर्नु भयो भने, यहाँको क्विजहरु सल्भ गर्नु भयो भने तपाईहरुको रिभिजन खतरा तरिकाले हुन्छ के। यो च्याप्टर पढेपछि एकपटक यो गर्नु भयो भने च्याप्टरको बारेमा सबै रिभिजन हुन्छ। अब फिनोलको नि छ, यहाँ फिनोलमा क्लिक गर्नुस्, आउँछ त्यसको लागि नि त्यस्तै छ। अब जाम हामी ग्रामरमा। इङ्ग्लिसको ग्रामरको रुलहरू यहाँ छ, रुल र एक्सप्लेनेसन सबै भयो। इङ्ग्लिसको हाम्रो 12 मा पढ्न पर्ने सबै ग्रामरको रुल्सहरू यहाँ छ। त्यो चाहिँ तपाईहरुले यहाँ आएर पढ्न सक्नुहुन्छ। अब रुल त पढे, रुललाई अब मैले एक्जिक्युसनमा ल्याउँछु भन्नु हो भने ग्रामरको क्विज खेल्न सक्नुहुन्छ। यसरी सबै च्याप्टरहरुको क्विज छ, जस्तै एडजेक्टिभ एन्ड एडभर्ब, ड्राइभ डट अर एल्स, ड्राइभ केयरफुल्ली, मिलेपछि यसरी एक्सप्लेनेसन नि आउँछ, करेक्ट भनेर आउँछ, यहाँ स्कोर नि आउँछ तल। नेक्स्ट क्वेशन गर्न सक्नुहुन्छ। अब यसमा नि लगाइदिनु हो भने यो नि मिल्यो। अब बिग्रियो भने के आउँछ त, ल एउटा एक्जामिनेसन लगाइदिनु, यसमा वेल रहेछ, बिग्रियो भने यसरी यो हुन पर्थ्यो भनेर यसरी यहाँ राइट आउँछ। अनि किन राइट भयो भनेर नि एक्सप्लेनेसन आउँछ। अब हामी तपाईले यो गर्नु हो भने ब्याक टु टपिक्स गर्नु हो भने फेरि अरु चुज गर्न मिल्छ। यस्तै गरेर तपाईहरुले के गर्न मिल्छ भन्दा रिभिजन गर्न मिल्छ, यसको टेस्ट दिन मिल्छ आफैले। यो नि भयो। यसपछि अब यो चाहिँ बनाएको भनेको हाम्रो मिशन दाइ, म र यहाँ हाम्रो दिनेश भन्ने एउटा साथी छ, तीनजना मिलेर हो। अब तपाईहरुले साइन्स घरलाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। थ्यांक यू।